तिमीको छु हामी खान सब्स्क्राइब गरिदिन्छु हेलो हेलो बेहुला बेहुली तीनचोटि बे गर्न मान्छे तीनचोटि यता हुन्छ नि यताको भिडियो गर्नु न मेरो बसेको पनि मैले के जल्दी गिराउँछु त्यति धेरै भनेर मेरो मेरो वाह म त बेहुलीको दिदी है अलि राम्रो निकाल हेलो गाइज आई होप तपाईहरु सन्चै हुनुहुन्छ म पनि सन्चै छु अनि आज म घर जान लागिरहेको छु बहिनीको बिहेमा अनि भिडियो बनाउँदै बनाउँदै सबैजनासँग भेट गर्दै गर्दै हामी घर जान लागेको हौं अब हेर्नुहोस् भिडियो अन्तिमसम्म गाइज हैन म पिछे छु हैन यहाँ चाहिँ सोनिया आउन आँटेको छ क्या अब सोनियाले के भन्छ क्या ल हेर्नुलाई रियाक्सन के भन्देऊ न नमस्ते के भन्देऊ न मलाई 8 बजेदेखि 7:45 देखि कुराको अहिले कति बज्यो दिदीको बेमा सामानु चल्दा हातमा घाउ भयो है भयो आज बुइले चाहिँ मलाई बिहानै 6 बजी फोन गरेको किन गरेको बिहानै 6 बजी फोन बेमा जानु कसको बे दिदीको निद्रै लागेन रातभरि के भयो मलाई कति 8 बजे आइजाऊ भनेर म 7:45 मा जिम सेन्टर अगाडि आएको आउँदा त दादा पनि छैन बिराजु पनि हुनुहुन्न अनि ठ्याक्कै 9 बजे आउनुभएको थियो मलाई त्यस्तो भएको थियो के भन्नु पर्छ यतिहरू पर्खायो भन्नु न हौ कति पर्खाइ पर्खाइ गएन जेठु भएर कहाँ गयो भन्नु न के भन्नु भाइयो नि त तपाईँ म भन्दिनँ कति खुसी होला अब खुसी त हुन्छ त कस्तो भइरहेको छ बबैटा आएर सजिलो रहेछ बिहेमा जान साली त भेनाको चाहिँ यहाँ प्र्याक्टिस हुँदैछ गाडीमै बेमा नाच्ने नाच्नको लागि प्र्याक्टिस अब प्र्याक्टिस हेरौँ भोलि कस्तो हुन्छ किन आएको छौँ होला मेहन्दी किन्न आएका छौँ त्यहीको लागि बेहुलीलाई र बेहुलीको बहिनीलाई अनि बेहुलीको आमालाई अरूले पर्दैन आइ आइ बेहुली आइ बेहुली आई बेहुली बेहुली आइ बेहुली 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 पर्सिकी बेहुली 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 दादी छ मलाई भिडियो भनेपछि रिस उठ्छ आजकल बेहुली यसलाई रिस उठ्छ दिनमा 2 बेहुली गाडी कुनै नभेटेर ट्रक रचेर अनि हतार हतार रोक्नेलाई र चढेर कुनै पुरा चाहिँ ढिल्नुहुन्छ मुनिबाट छिटोबाट भनेर उक्लिन सकिन र छिटो चढ न छिटो भन्नुहुन्छ छोडेर आउँछ भनेर नगरे दाजु चाहिँ कन्टेन्ट ट्रकमा चढ्न नसकेर ठेलेको कन्टेन्ट फेरि भन्ज्याङमा उत्रिँदाखेरि लाज लाग्छ भनेर तलै झरेर नि हिँड्ने कन्टेन्ट ढिलो भयो अलरेडी फोरा डिस्टर्ब गरौ भिडियो त रेडी गरेको थियो त्यो बनाएर डिस्टर्ब हो बेको छोरा दुईटा अस्तिको पैसा सबै भिनाजुले लानुभयो होइन मैले लगिनँ सबैले लानुभयो सबैले लग्यो अब यसपालिको सबै मेरो बोल्न के अरे यसपालिको बेको पैसा सबै मेरो अस्तिको बेको भिनाजुले घरमा अस्तिर बास गरे अस्ति गरौँ सबैजना सबै भेट भयो रेखाको बेको सामान गतिलो छ गतिलो छ ठिक छ म बेहुलीकी तीनचोटि बे गर्न मान्छे तीनचोटि बे गर्न मान्छे बेको सामान बोकाइ यस्तो मात्र छ गाइजहरू
हामी खान ओके 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 खाना आयो ल यसरी रेखाले सानैदेखि मेरो बेमा गेट बनाउने भन्थे फुले आएको रहेछ के पाक्दैछ हौ यता ठुलो नमस्ते नमस्ते खाँदै गरौँ है कुराहरू हेरौँ हेरौँ मम्मी नमस्ते वाह म त बेहुलीको दिदी है अलि राम्रो निकाल यो हाल्ने हो नि त यो त पुनरम बनाउने यस रोडी कार्यक्रम रातो छ त्यति त्यो कलर के थियो लु के भन्ने के भन्नु छ यस्तो खालको होइन के कन्टेन्ट वाला पो त गाइस ब्रेकको लागि रोटी सोटी पाकिसक्यो चढिसकेछ पेन्सिल हाल्नु लु चढिसकेछ रोटी बेको रोटीहरू पनि उठेर मम्मी कस्तो हुँदैछ त छोरीको बे के भएर बिरामी छोराका बेमा एकदम तगडा हुन्छन् तेरी मम्मी बुहारी आउने उसमा छोरी जाने उसमा दुखी छिन् अलविदा मुंडेरों को जब तू कह के जाएगी रौनक हवेली की संग लेके जाएगी कोयले सुबह किसको नींद से जगाएंगी घाँस पुगे घाँस घाँस काट्दा आयो गाइस बेमा हो न ओहो के छ ठिक छ रोटी पाकिरहेको छ अपने भैया से कहना ना कभी हमको तुझसे ज्यादा प्यार है हाथों में चूड़े सज गए तेरे गुड़िया खिलौने कहाँ गए तेरी कुड़माई के दिन आ गए ओ 16 बरस के 2 कदम चौखट के बाहर क्या गए तेरी कुड़माई के दिन आ गए तेरी कुड़माई के दिन आ गए तेरी खोइ देखि ल यहाँ आइज नि यहाँ भिडियोमा फोटो खिच्ने एकछिन म यो जुम गरेँ मेरो फोटो क्या उकालोको यस्तो आइरहेको मेरो चाहिँ गर्लफ्रेन्डलाई दिने जस्तो हाम्रो टुप्पो बनाएर पिठो हालेर
त्यो हो त्यो कपडामा लगाएर नलुका न क्यामेराम्यान बोलाउन सकेन मैले खिचेको आफै छोरीको बेको कसर कस्तो भयो हेर्नुहोस् गाइस यति गर्नुपर्छ गाइस माइता कि म चाहिँ पहिलोचोटि बिमला दिदीले आएर मेहन्दी लगाइदिनु न म विनम्र अनुरोध गर्न चाहन्छु बिमला दिदी के तपाईँलाई त कति लिएर बोलाएको के माने हो फ्री होम डेलिभरी फ्री के डेलिभरी के फेरि मान्छे चाहिँ मान्छे चाहिँ ए अलिक यता हेर्नु तपाईँको अस्ति भिडियो पनि भाइरल भयो अब यसपालि पनि बेको नि हुन्छ के भन्न दिदीले दिनमा कतिजना के भन्न चाहनुहुन्छ दिदी यो उचाल्नु त एउटा उ त एउटा उचाल्नु न के उचाल्नु हो त त्यसलाई भुइँ फाल्नु त यो तपाईँको भिडियो त्यसै भयो म त यहाँ आउनुपर्छ नि त भिडियो गर्न म त बसेर क्यामेराम्यान घाट
चाहिँ यो कोठाभरि छ भनेर आएको कि देखो न कोठाभरि छ त हेरी यो मेरो चाहिँ कस्तो यति धेरै भनेर मेरो मेरो मुठीभरि फोन लागेछ एउटा लागेछ जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको हेर्छु मेरो जुन तिम्रो नजरको हो चिनारे खा केही देखाउन हेलो हेलो बेहुला बेहुली बेहुला बेहुली हाइट पनि नापेर मिलेर रहेछ बेहुला बेहुलीको साइज कन्टेन्ट आयो यहाँ भत्र तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँला
फुलहरू मुस्काउँछन् पुतलीले गीत गाउँछन् तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर रुझाइरहनु नबर्सेर तिमी जस्तै न्यानो तिमी जस्तै शीतल उनको जानु भिडियो गरे अगाडि अर्को दुईटा अर्को झोला बोक्यौ मम्मीले खोइ मम्मी खोइ जाऊ त भने त्यति नै हो बिन्दुजीले अस्ति नाटक पारेको त यहाँ रेखाको बेको बिगाइ भइसक्यो अनि रेखा रोकिरही तपाईँ किन
नबोला है रेखाको बिहे हुँदैछ रेखाको बिहेको बिदाई हुँदैछ लानु जानु अब रेखा चाहिँ रोकिरह्यो बिहानदेखि फेरि रो नरो प्लिज रो न यार त्यस्तो छ अब के हुन्छ क्यामेरामा नहेर्न त चाहिँ ए भित्र भित्र भयो गाडी अचेता पुग्रेको हुन्छ हुन्छ माथिबाट बोक बोक बोकेरै पुरी मलाई दे त पछि पछि गइस म यहाँबाट यो सामान त राख्ने हुन्छ नि एकछिन भित्र सिटमा हाल्ने एकछिन पुज्दै घुम्नु एकचोटि अनि भयो रो भन्दै बोकेर हिँड्दैछ कस्तो चाहिँ मान्छे रुकिरु पुज्दा त रो होइन पुज्दा त रो भन्छ ठ्याक्कै चिउरबारीको कमलाले पर खोलाबाट पानी छ्यापेको थियो त्यस्तो अल्लाह गरेर र के गरेर बोकिरहोस् न उसलाई बुझ्ने बोकिरहनु मन लागिरहेछ लुवामा चढेर जानुभयो बसेको पनि के देखिरहेको थियो छोरी मलाई भागी भागी न सताओ कानमा आई सुटु का बताओ तिमीलाई बाबाको माया कति लाग्छ रे तिमीलाई बाबाको माया कति लाग्छ रे मलाई बाबाको माया धेरै लाग्छ रे मलाई बाबाको माया धेरै लाग्छ रे तिमीलाई बाबाको माया कति लाग्छ रे ल कहाँ कहाँ यहीँ भयो चाहिँ हामीलाई के टेन्सन ल होइन 100 ठाउँमा पुऱ्याएर जाउँ है ल भनिन्छ तालुबाट काटै हाँस्दै जोरी हाँसेको अनि कि रेखाको बेची फाइनली सकियो होइन यो नाच्नेहरूले यहाँनिर अब डेकोरेसन यता सबै बिग्रियो यो फोटोसोटो पनि बिग्रियो सबै भयो अब धन्दा सन्दा उपरा आन्टीले गर्दै हुन्छ होइन बाबा चाहिँ यता हुनुहुन्छ होइन मैले भिडियो बनाउँदैछु क्या कोही होइन अर्थक त आज त म त हेरेको हेरै भयो धन्दा गर्दा गर्दै साथीभाइले सबै छोडिहाल्यो छोरीले पनि छोडी सबैको साथ छुटिहाल्यो के गर्नु बाई बाई सबैलाई लु यस्तै यस्तै सबै सकियो अब फाइनली सबैजना धेरै धेरै धन्यवाद अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा फेरि यस्तै भिडियो हेर्नलाई युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु अनि अरू कुराहरू यस्तै हो अब यहाँ के बोल्दैछु भन्ने कुरा थाहा छैन मैले जे बोले पनि तपाईँहरूले बुझिहाल्नुभयो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला फेसबुकमा फलो गरिदिनु होला धन्यवाद सबैजनालाई बाई बाई गाइज